राष्ट्रिय स्थानीय कलाकारको दोस्रो प्रस्तुतिलाई हामीले यो स्टेजबाट दिनहुँ प्रस्तुत गरि नै रहेका छौँ र आज पुरुष र महिला कुस्ती निरन्तर चलिरहेको छ। यो आइफिल टावरदेखि पछाडिपट्टिको मैदानमा महिला र पुरुष कुस्ती एकदमै घम्सा घम्सी अवलोकन गरिरहनु भएको छ दर्शकहरूले। त्यसै गरी अन्तर्विद्यालय नृत्य प्रतियोगिता हामीले सम्पन्न गरिसकेका छौँ। आजको प्रथम चरणको नृत्य र 19 गते फाइनल प्रतियोगिता हामी जोड्नेछौँ र आकर्षक मञ्चको साथमा यो बिग स्क्रिनमा तपाईँले आजको आकर्षक कलाकारलाई देखिरहनु भएको छ। यहाँ सबैलाई सम्मान व्यक्त गर्दै एउटा गीत गाउँछ है त हुन्छ यहाँले नाच्ने नपाउँदै मलाई थाहा छ किनभने आनन्दले बस्नु भएको छ। त्यही भएर म सुन्ने गीत गाउँछु, त्यसपछि अलिकति यहाँ नाच्ने नाच्ने गीत गाउनेछु है। युनिक साउन्ड इन्जिनियर सपोर्टिभ हुनुहुन्छ, यस्तो राम्रो साउन्ड छ। हजुरको वाट्सएपमा मेरो ट्र्याक आएको छ, हेर्नुहोस् त। पहिले सुरुमा चाहिँ आएको छ त्यही बजाउनुहोस् है त। लास्टै गाउने सुरु गर्छु। मेरो केही गीतहरू सुरु बजाउन विशेष गरी तिजका गीतहरू एकदमै धेरै मन पराउनु भएको छ। आजको तिजका गीत आँखैमा राख्छु मेरो गीत आउँछ भने गाएर साथ दिनु भने ताली बज्छ, मलाई थाहा छ। धेरै धेरै सम्मान छ। एलिसा बुथको लागि एकचोटि जोरदार ताली। हामी यतिखेर 7औं लुम्बिनी महोत्सव 2082 को आज 12औं दिन मङ्सिर 14 गतेको यो अत्यन्तै रमाइलो र घमाइलो क्षणमा जुटिरहेका छौँ र एउटा सूचना ग्लोबल एकाडेमीका सम्पूर्ण विद्यार्थी सबै फ्याकल्टीका विद्यार्थीहरूलाई मूल गेटको बाहिरपट्टि जानको लागि यहाँको टिचरले यहाँको सरले अनुरोध गर्नुभएको छ। यदि मलाई सुन्दै हुनुहुन्छ भने साई ग्लोबल एकाडेमीका सम्पूर्ण विद्यार्थीहरू सबै फ्याकल्टीका विद्यार्थीहरू कृपया हाम्रो महोत्सवको मूल गेट बाहिर गइदिनु होला। हामी हार्दिक अनुरोध पनि गर्न चाहन्छौँ र आजको उपस्थितिको लागि हाम्रो आयोजकको तर्फबाट साई ग्लोबल एकाडेमीका शिक्षक प्रतिनिधिज्यूहरू विद्यार्थी भाइ बहिनीहरूलाई हामी धेरै धेरै सम्मान व्यक्त गर्दछौँ र भोलिको दिनमा पनि यहाँको उपस्थिति रहनेछ भन्ने अपेक्षा हामीले लिएका छौँ। आज मङ्सिर 14 गतेका आकर्षण आदि खोला उर्लेर आयो, आउने थिएन मायाले बोलायोदेखि लिएर अहिलेको लाइभ दोहोरी विशेष गरी लोकदोहोरी क्षेत्रका बादशाह भन्नुपर्छ। अत्यन्तै लोकप्रिय सुमधुर स्वरका धनी वरिष्ठ गायक राजु परियारज्यूको आगमन हुँदैछ। केही समय पश्चात उहाँलाई हामी प्रस्तुतिमा हामी एकैछिनपछि झुम्नेछौँ र सँगसँगै हाम्रो यङ जेनेरेसन ठिटा ठिटीको लागि डिजे आह्वानको प्रस्तुति पनि हामी जोड्नेछौँ अन्तिममा। र हामीसँग आज अत्यन्तै लोकप्रिय लोकदोहोरी गायिका गोपिना न्यौपानेज्यूको प्रस्तुतिलाई पनि हामी जोड्नेछौँ। साथमा हामीसँग नेताङ्गना बहिनीहरू मोरल तथा डान्सर रविना तामाङ, सलिना थापा, एलिसा पुन, अस्मिता पौडेल र अंशु पन्थीको बेजोड नृत्य प्रस्तुतिलाई पनि हामी जोड्दै जानेछौँ। 7औं लुम्बिनी महोत्सव 2082 सामग्रीहरू बाहिर बजारमा भन्दा धेरै सुपथ मूल्यमा खरिद गर्न सक्नुहुनेछ। स्टलहरू भ्रमण गर्नुहोला। हामी स्टल धनीज्यूहरूलाई पनि धेरै धेरै सम्मान व्यक्त गर्न चाहन्छौँ। र अर्को मुख्य आकर्षण जलपरी हेर्नुभयो? कतिजनाले हेर्नुभयो? हात उठाउनुहोस् त। म बाँकी छु, म एकैछिनपछि जान्छु राजु दाइले गाउन थालेपछि। थ्याङ्क यू। रमाइलो भयो नि होइन? जलपरी हेर्दा दिदी रमाइलो भयो। यदि यहाँले हेर्नुभएको छैन भने हाम्रो 7औं लुम्बिनी महोत्सव 2082 को प्रमुख आकर्षण जलपरीलाई पनि हेर्नुहोला। जलपरीसँग टिकटक बनाएर टिकटकमा राख्नुभयो भने टिकटकमा भ्युज पनि धेरै आउला, आँखालाई दिमागलाई पनि शान्ति मिल्ला। के कसो हो? होइन रे, हेर्नुहोस् त कस्तो फटा कुरा गरेको भाइले त। किन नआउनु? हजुर जानु भएन भनेर हो? जानु भएन है त। त्यसै गरी बाल देख्न सक्नुहुन्छ। साना साना नानीहरू
सक्नुहुन्छ।